हेलो गाइस, सम्पूर्णमा नमस्कार। म चाहिँ आज बगेरको अचार बनाउँदैछु। कसले खानु भएको छ कमेन्ट गर्नु होला। बगेरको अचार चाहिँ एकदमै मिठो हुन्छ के। अनि यसलाई चाहिँ सुकाएर 1-2 घाम सुकाएर बनाउन राखेको। तपाईहरुले पनि सुकाउनु भएको छैन भने सुकाउनु होला। मैले चाहिँ एकातिर बगेर पकाइराखेको छु अनि अर्कोतिर चाहिँ मैले भेली पगालिराखेको छु। अनि भेलीलाई पगालेर पानी नराखिकन पगाल्नु होला भेली, नत्र चाहिँ भेलीको स्वाद अनुसारको स्वाद आउँदैन। अनि बगेरमा चाहिँ सबै मसलाहरू मैले राखिसके। अनि यसमा चाहिँ मैले नुन चाहिँ लास्टमा एड गर्छु ल। अनि मैले यसलाई चाहिँ हल्का रातो हुने गरी भुटे। अनि हल्का नुन पनि राख्दै मैले यसमा थोरै नुन राखेर अब चाहिँ मैले भेली एड गर्दै छु। अनि भेलीलाई चाहिँ सबै भेली खनाइदिएँ मैले। अनि सबै भेलीलाई एकछिन पकाएर हजुरहरुले चाहिँ पछि रेडी गर्न सक्नुहुन्छ। मेरो चाहिँ यस्तो भएको छ। हजुरहरुले चाहिँ कसरी राख्नुहुन्छ मलाई पनि सिकाइदिनु।